हेलो गाइज वेलकम टु माई न्यू च्यानल। अब न्यू च्यानल न्यू भ्लग होइन, सबै अब न्यू नै। अब धेरै दिन पछाडि भ्लग गराएको छु मैले ठ्याक्क लाएर। आज चाहिँ हाम्रो यात्रा चाहिँ नारायणटारसम्म हुनेछ होइन। त्यहाँ अब ठ्याक्क दाइको लाइसेन्सको फर्म भर्न जाँदैछौँ बाइकको। दसैँमा बाइक निकाल्ने अरे, त्यही भएर लाइसेन्स चाहियो नि त। त्यही भएर अब लाइसेन्सको फर्म भर्न जाँदैछौँ। हिँडिरहेको छौँ अब धेरै होइन, यहीँ बद्लीबाट आएको। अब च्यात्र लाँदा यता हुनुहुन्छ, म यता छु। दुईटा खानु बच्चा हेर टो किन रोको दुईटै रोको होइन गाइस। अब एकछिनमा केही पछाडि म उहाँ पुरा गए पछाडि गराउनेछु। अहिलेलाई चाहिँ यति नै। हेलो गाइस, हामी चाहिँ अब आधी भन्दा नि आधी बाटोमा आइसक्यौँ होइन। ढोकाएको छ, झन् घाम लागेको छैन। मौसम चाहिँ एकदम दामी देखिरहेछ। मौसम चाहिँ घाम हल्का हल्का गर्मी जस्तो नि भएको छ। यो खोला चाहिँ नेपाल जस्तो हो। त्यस्तो घाम चाहिँ लाग्दैन। यो नेपालै हो, नेपालको जस्तै छ अरे कि यो। भर्खर अब यो त कोरियातिर छिरेर आएको मान्छे हो नि त यो। त्यही भएर अब सेम नेपाल हो यो त। त्यही भएर उसले अलि यो नेपाल जस्तै लाग्यो अरे, तर यो कोरिया होइन कि नेपालै हो। कस्तो बिल्डिङ छ त यहाँ पनि। यता अग्ला अग्ला बिल्डिङ छ, यता नि अग्ला अग्ला बिल्डिङ छ। यहाँ नदी छ, यसलाई भन्छ बागमती नदी। म एउटा छु, भाइ चाहिँ के एक्लै हिँडेको के यार त्यो छ्या। गाइस अब एकछिनमा म पर पुगे पछाडि फेरि गराउने छु। राम्रो राम्रो भ्यू देख्यो भने गराउँछु, नत्र गराउँदैन। नत्र यो सहर काठमाडौँ बजारको सहरै यही हो, सिधै छ काठमाडौँ बजार। तर हामी पनि त्यस्तैमा जानुपर्छ माथि, अर्काको देशमा। नेपालमा बसेर काम छैन कि। काम त के भन्ने र अब न पढाइको न केसको, अनि के काम छैन होइन। उही जाने हो आमा, बेलचा ढस्काउने हिँड्ने हो त ग्यास। ल मलाई त अहिले चाहिँ फाइनली भाइ पनि आइसक्यो होइन। खानेको कुरा गरिरहेछ। जस्तो कि मौसममै हिरो गरिरहेछ कि। ठ्याक्क म आज स्कुल पनि नगइदिएको होइन। च्यात्र लाएर यता त उसको फर्म भर्ने भनेर नगएको क्या। उसले चिने छैन नि त, ऊ न्यू हो नि त। म बस्नु लाग्यो 3 वर्ष भयो नि त, भइसक्यो 3 वर्ष नि। अब 4मा लागिसक्यो। त्यही भएर मलाई चाहिँ यताको एरिया पुरै थाहा छ कि, पुरै थाहा छ मलाई। कुन कुन गल्लीबाट कहाँ कहाँ छिर्छ भन्ने सब थाहा छ कि। त्यही भएर होइन म चाहिँ दाइले लिएर आएको होइन, सर्टकट बाटो। नत्र चाबेलतिरबाट जानु गइन्छ नि त। हामी चाहिँ यताबाट आउँदैछौँ, जाँदैछौँ। यो के भन्छ अरे, मक्कलबारीतिरबाट। ल यो रत्नबारको मौसम यस्तो छ। अनि भ्यू केही छैन कि त्यस्तो हेर्ने जस्तो। अब धेरै छैन, आधी घन्टा जति हिँड्नुपर्छ, अनि त्यस पछाडि हामी पनि पुग्छौँ। लगायत अब आधी घन्टा जतिलाई इन्तजार गर्नुला। लगायत बाई बाई। लो गाइज, हामी चाहिँ फाइनली अब दक्षिण ढोका अब यहाँदेखि मकलबारी काटिसक्यो होइन। यतापट्टि लास गराइरहेको छ। आवाज चाहिँ केही सुन्न दिएको छैन कि, धेरै ठुलो खोला आएर होइन। लगाइ हामी चाहिँ अब धेरै होइन, अब 15 मिनट जति हिँड्नुपर्छ। 15 मिनट जति हिँडिसक्यो हामी चाहिँ। लभ डाँडा देख्न सक्नुहुन्छ। केटी सेटी लगेर हिँड्ने मिल्दो रहेछ त, जुम गर्न त यार। त्यहाँ माथि चाहिँ यहाँ चाहिँ लभ डाँडा भन्छ त्यसलाई। त्यही उतापट्टि चाहिँ एयरपोर्ट छ होइन। लभ डाँडा नि हो। कहाँ जान्छ हो, केटी सेटी भए पो जाने होइन। अनि केटी सेटी छैन अनि कहाँ जान्छ होइन गाइज। हामी पशुपति जाने हो र, फर्म भरेर जाऊँ कि मजा आउँछ। ल गाइज, अब फाइनली हामी चाहिँ एयरपोर्ट मुनि गए पछाडि खिच्नेछौँ। यहाँनिर अब उहीँ नारायणटारको पुलबाटै गएपछि पुग्नेछौँ, गराउनेछु। ल गाइज
अब एमएपट्टि चाहिँ यो ट्रायल दिने ठाउँ है यहाँ यो बाटो भित्र जानुपर्छ उहाँ यो डाँडा परि चाहिँ ऊ छ न के अरे फर्म भर्ने ठाउँ त्यहाँबाट फर्म भरेर त्यहाँबाट यतिखेर आइज भन्यो भने चाहिँ यहाँ लेखित र ट्रायल दिन चाहिँ यहाँ हुनुपर्छ यो घरको साइडबाट भित्र छिर्नुपर्छ मैले पनि देखिसकेको कि गाइस अनि मैले लाइसेन्स निकालिसकेको अनि त्यही भएर ल म पनि त हल्का लगाइ पहिला एकदिनै राम्रोसँग हेर्दै गर्नु होला पछि दिसम्म लगाइ हामीले चाहिँ उसले बागमती नदीमा पूजा गरेर फालेको कि यो 10 रुपियाँ होइन पूजा गरेर राखेको कि फालेको त थाहा छैन टिका पनि छ अझ भित्र ठ्याक्कै भेटाएको छौँ होइन अब ब्यागमा हाल्ने रक्षा गर्दैन त्यसले अब हाम्रो अब पैसा बचाइदिन्छ कि त्यही भएर लगाइन्छ गाइस भ्यू देख्न सक्नुहुन्छ फाइनली दामी छ गाइस भ्यू चाहिँ होइन स्याट लगाएर काठमाडौँ बजारको बिचमा ओ माइ गड केटाहरू उल्टे भएछ होइन क्यामेरा चाहिँ अहिले म सुल्टे गराउँछु है भन्ने हो एयरपोर्टको छेउछाउमा आइसक्यो भने त्यही हो एयरपोर्ट चाहिँ यहाँबाट विदेश कतार इन्डिया सिन्डिया जम्मै जानु छ एयरप्लेनमा आयो फेरि होइन सार्दैन हो हेरिरु यस्तो डर छ अहिले यहाँ ल्यान हुन्छ म पनि यस्तैमा ल्यान हुनुपर्छ नेपालमा विदेशमा गएर न लगाइ अब हामी चाहिँ अब अफिसभित्र जानुपर्ने हुन्छ हेलो गाइज हामी चाहिँ अब धेरै छैन 5 मिनट अब ठ्याक्कै यो पुल छ त यो पुलबाट उतापट्टि जानुपर्ने हुन्छ हामी चाहिँ फाइनली आउन आँटिसक्यो लबडाँडा चाहिँ उहाँ माथि हो होइन गाइज माथि यता अहिले आएर चाहिँ उताबाट रिटर्न आएर चाहिँ जानुपर्छ माथि पनि अनि यो हल्का देखेको मन्दिर छ नि त्यहाँ पनि जानुपर्ने हुन्छ हामी आज फाइनली सब ठाउँ डुल्नुपर्छ त्यस पछाडि चाहिँ रुम जानुपर्छ किन हेलमेट चिन्छ कि यसले भने फेरि त्यस्तो नेगेटिभ नसोच्नु होला सेतो बेलुन हो एकचोटि हेलो गाइज हामी चाहिँ लबडाँडा जाँदैछौँ होइन ठ्याक्क लाएर उकालो चढ्नु पर्ने कि ढेउ भइरहेछ होइन ठ्याक्क लाएर अब हामी चाहिँ लबडाँडामा जाँदैछौँ भ्यू चाहिँ खतरा आउँछ होला जस्तो लागिरहेछ म माथि डाँडामा गएपछि देखाउने छु हजुरहरूलाई एकछिनलाई चाहिँ यत्तिकै बस्नु होला ल देख्न सक्नुहुन्छ काठमाडौँको भ्यू यो काठमाडौँको भ्यू तर यता राम्रोसँग देखेन यताको चाहिँ हल्का हल्का दामी देखिरहेछ हामी बस्ने चाहिँ कहाँ हो हामी बस्ने यता हो लास्टै गर्मी भइरहेछ लगाइ काठमाडौँ बजार यही नै हो भ्यू चाहिँ खतरा आएको छ है त्यस्तो केही भएको छैन तर फोनले राम्रो निकाल्दैन नि त बौड यही नै हो बौड कहाँ छ के ल ए हेन र यो यहाँ हेर न फोनमा ए हेन र यता तलतिरको भाटबुटी नि ब्लु कलरको भाटबुटी नि हो उता माथि घुम्न सक्नु आउनुहुन्छ दामी छ तर उहाँ डाँडामा नि खतरा मान्छे बसिरहेको छन् है हामी अल्लो डाँडा तिनीहरू चाहिँ पल्लो डाँडा अब यहाँ पुरा राजाहरूको फाइट पर्छ कि हामी एउटा राजा हो उतापट्टिको एउटा राजा हो अनि फाइट पर्छ कि अब हाम्रो दामी छ गाइजहरू दामी छ चिज छ खान्छ घुम्न पाएको छ लगाइज तान्न दिनुहोस् लगाइज अब यही नै हो भ्यू सर देख्न सक्नुहुन्छ यही नै हो अब घुम्न आउन सक्नुहुन्छ तर उहाँ मन्दिर छ त्यहाँ पनि घुम्न सक्नुहुन्छ यहाँ मन्दिर छ तर हामी त्यहाँ नजाने कि जाने हो त्यहाँ अब जान दिँदैन अरे हामी ठुला मान्छे नि त त्यही भएर जान दिँदैन अब त्यही नै हो पक्नु छ लगाइज अब यति नै बाई हामी चाहिँ फम्सम भरेर यता भित्रबाट फम्सम भरेर आइयो होइन अब त्यहाँ त लाएर घर गइन्छ लाग्छ अहिले त घाम यो म्याक्स यो त मेरो भइसक्यो नम्बर नमिलेर यस्तो भेजा होइन होइन भयो ल अब चाहिँ हामी यो पुल टरेर
ठ्याक्कै यता जान्छौँ यता अनि रुम जान्छौँ भनेर च्यात्र लगाएर र अब चाहिँ हामी अघि आएको बाटो नि के भिडियो गराउने भ्लग चाहिँ यहीँ गर्न चाहन्छु न्यू भ्लगमा भेटौँला सबलाई बाई बाई गाइस न्यू भ्लगमा अब फेरि नयाँ नयाँ के कुरा सिकेर आउँछु लगाइ बाई बाई